के तपाईले कहिले सोच्नु भएको छ जो सम्बन्ध अटुट लाग्छ त्यही सम्बन्धमा नै दरार कहिले र कसरी आउँछ? सत्य तितो छ र आज हामी त्यही तितो सत्यलाई तपाईमाझ रिभिल गर्नेछौँ। भिडियो छोड्नु भयो भने सायद महत्त्वपूर्ण पाठ मिस गर्नुहुनेछ। खैर यी कुराहरू थाहा पाएर तपाईको दिमागमा धमाल हुन सक्छ। तयार हुनुहुन्छ? पहिलो कारण भावनात्मक कमी। जब एक महिलाले आफ्नो पार्टनरबाट माया, समझ या आफ्नोपन पाउँदिनन् तब उनी बाहिर सहारा खोज्न लाग्छिन्। जसरी सुक्खा धरती पानीलाई खोजिरहेको हुन्छ त्यस्तै दिल पनि तडपिरहेको हुन्छ। दोस्रो कारण सम्मानको कमी। मान्छे त्यहाँ टिक्दैन जहाँ उसलाई सानो महसुस गराइन्छ कि थोरै इज्जत, बस यति नै त हुने चाहना। र जहाँ सम्मान मिल्छ त्यहाँ दिल चुम्बुक जस्तै खिचेर जान्छ। सिरियसली कसले पो दिनदिनै किचकिच सुन्न चाहन्छ, होइन र? तेस्रो कारण भावनात्मक रोमान्च। कहिलेकाहीँ दिनचर्या यति बोरिङ भइहाल्छ कि नयाँ एक्साइटमेन्ट खोजिन्छ। त्यो अनजान अनुभूतिहरू जो दिलको धड्कनहरूलाई फेरि तेज गरिदियोस्। चौथो कारण एक्लोपन। कहिलेकाहीँ कुनै मजबुरी हुँदैन, बस सन्नाटा हुन्छ र त्यो मौनतालाई तोड्नेवाला यदि कोही देखिन्छ भने दिल पनि चिप्ली जान्छ। दिल पनि आखिर मान्छे नै हो, होइन र? त्यसैले याद राख्नुहोस्, सम्बन्धहरू फुल जस्तै हुन्। यदि तपाईले तिनीहरूको ख्याल राख्नुभयो भने फुली नै रहन्छन्, नत्र भने सुक्न पनि सक्छन्। यदि यो भिडियो मन पर्यो भने दिलबाटै लाइक र सेयर गरिदिनुहोस्। यस्तै अमेजिङ भिडियोहरूको लागि लाइभ ज्ञान नेपाललाई युट्युब, फेसबुक र टिकटकमा सब्स्क्राइब र फलो गरिदिनु होला। यदि तपाईँ आफूले चाहेको कुनै पनि टपिकमा भिडियो चाहनुहुन्छ भने कमेन्ट गरेर बताउनुहोला। हामी त्यस टपिकमा अवश्य भिडियो बनाउनेछौँ। तपाईँको बाँकी पल शुभ रहोस्। नमस्कार।